विमान दुर्घटना हुनुभन्दा अघिको यो अन्तिम सेल्फी जुन तपाईहरूले अहिले स्क्रिनमा देख्दै हुनुहुन्छ। बिहिबारको दिन अहमदाबाददेखि लन्डनको लागि उडान लिएको एयर इन्डियाको बोइङ 787 ग्रीन लाइनरको विमान AI-171 करिब 2 मिनेटमै क्रैश हुन पुग्यो। उक्त विमान दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या थियो 240 भन्दा बढी र त्यही 240 जना मध्येका एक थिए डाक्टर प्रदीप जोशी र उनका 5 परिवार सदस्य, जसको एकैसाथ उक्त दुर्घटनामा परि ज्यान गयो। हो दर्शकवृन्दहरू, अहिले सामाजिक सञ्जालमा एक परिवारको प्लेनमा लिएको सेल्फी निकै भाइरल बनिरहेको छ, जुन अरू कसैको नभई डाक्टर प्रदीप जोशी, उनकी पत्नी डाक्टर पुनी व्यास र उनका 3 सन्तान मिराया जोशी, नकुल जोशी र प्रदुल जोशीको रहेको छ। अहमदाबाददेखि लन्डनको यात्राको क्रममा डाक्टर जोशीले उक्त सेल्फी लिएका थिए, तर कसैलाई पनि यो थाहा थिएन कि यो उनीहरूको अन्तिम सेल्फी हुनेवाला थियो। पेसाले सफ्टवेयर व्यवसायी उनी बितेको 6 वर्षदेखि लन्डनमा बस्दै आएका थिए र उनी आफ्नो सन्तान तथा श्रीमतीलाई पनि आफैसँग लन्डन सिफ्ट गर्नका लागि इन्डिया फर्किएका थिए। यसै त डाक्टर जोशीकी श्रीमती पनि इन्डियामा मेडिकल फिल्डमा कार्यरत थिइन्, तर परिवार एकैसाथ बस्ने र छोराछोरीको उज्जवल भविष्यका लागि 2 दिन अघि नै आफ्नो कामबाट राजीनामा दिई उनी लन्डन सिफ्ट हुने सपना बुन्दै थिइन्। तर दैवको खेल, उनीहरूको यो सपना पूरा हुन सकेन र बिहिबार विमान दुर्घटनामा परि सबै परिवारको ज्यान जान पुग्यो। त दर्शकवृन्दहरू, तपाईहरूले त एउटा फोटो मात्रै देख्नु भएको थियो होला, तर त्यो फोटो पछाडिको कथा हामीले तपाईहरूलाई सुनाएका छौँ। यस विषयमा तपाईहरूलाई के भन्नु छ, कृपया कमेन्ट गरेर हामीलाई बताउन सक्नुहुन्छ। र फेरि पनि हामी अर्को नयाँ र ताजा खबरका साथ तपाईहरू सामु आउनेछौँ। त्यतिन्जेलसम्मका लागि हामी पनि बिदा हुन चाहन्छौँ। हस्त, बाई बाई।